हेलो साथीहरू नमस्ते। मेरो नाम चाहिँ गोविन्द बराल। यो तपाईहरुले देखिरहनु भएको जुन मेरो पछाडी देखिरहनु भएको छ यो फरेस्ट। म चाहिँ यही नेचर सम्बन्धीका केही क्लिप्सहरु निकाल्ने कोसिस गरिरहेको छु भन्नु पर्यो। र नेचर सम्बन्धी रिलेटेड क्लिप्सहरु नै म प्रायहरु मेरो सर्ट्सहरुमा हालिरहेको हुन्छु। र मेरो जति पनि युट्युबमा फेसबुकमा जोडिने साथीहरु हुनुहुन्छ, उहाँहरुलाई म यो भिडियो चाहिँ किन बनाइरहेको छु भन्दाखेरि जति पनि जोडिएका साथीहरुले सर्ट्स त हेर्नुहुन्छ, तर सर्ट्स हेरिसके पछाडी कुनै सर्ट्सहरु मेरो साथीहरु समक्ष नपुग्न सक्छ, मेरो च्यानल सब्स्क्राइब नगर्नु भएको हुन सक्छ। र जति पनि सब्स्क्राइबर गर्नु भएको छैन उहाँहरुले पनि समक्ष मेरो पुगोस् सर्ट्सहरु र मैले गरेको जुन एउटा नेचरको प्रेजेन्ट गर्न खोजिरहेको छु त्यो कुराहरु सबै पुगुन् भन्ने हिसाबले चाहिँ म यो भिडियो बनाइरहेको छु। र यो तपाईहरुलाई म ब्याक क्यामेरा यो तपाईहरुलाई देखाउन गइरहेको छु। म जति पनि यो भिडियोहरु बनाउँदै छु यही जंगलमा आधारित रहेर यतै भेटिएका साना साना मसिना फ्लावर्सहरु, त्यस पछाडी भयो इन्सेक्ट्स, बटरफ्लाई, बर्ड्स आदि इत्यादि सम्बन्धी भिडियोहरु म यहाँ क्लिप्सहरु बनाइरहेको छु। र जति पनि मेरा हेर्नुहुने साथीहरुले प्लिज मेरो च्यानल नेचर भ्यू छ, त्यस पछाडी @ सर्च बारमा गएर @गोविन्द -123 GB लेख्नु भयो भने मेरो च्यानल खोलिन्छ। र तपाईहरुले त्यसमा प्लिज सब्स्क्राइब गरिदिनु होला। जति पनि तपाईहरुले सब्स्क्राइब गरिदिनुहुन्छ त्यस पछाडी भनेको मेरो भिडियोहरु अझै धेरै दर्शक सामु पुग्न सक्छ। र उहाँहरुले पनि त्यो हेरेर त्यसको आनन्द लिन सक्नुहुन्छ। यति भन्छु, धन्यवाद। जति पनि साथीहरुले मेरो यो भिडियो हेर्नुहुनेछ युट्युबका साथीहरुले प्लिज मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।